सधैँ खाली छ के यो फिल्म हो कि छोडेर हिँडेर मोबाइल लिन आएको म फेरि चाह पढेन ऊ ल गाइज आज हामी लाली बजार भन्ने फिल्म हेर्न जानु लाग्यो मैले टिकट काटेँ होइन तर मम्मीहरूले काटिसक्नु भयो अब जानेवाला छौँ त्यहाँ अब राति काट बजिसक्यो मेरो पछि रिसिभन छ तर म फिल्म हेर्न जाँदैछु ए दिदी र मम्मीहरू अब जाऊँ म काली देखेँ होला केही भन्न चल्छ जाऊँ अब इधर कचरा हो त लास्टिक फोहोर हुन्छ क्या हिन्दी बोल्नलाई अनि लास्टिक फोहोर गरिदिन्छ र साँझ मान्छेलाई फालिदिन्छन् अब जाऊँ होइन जसले गर्दा रातिको 7 बजे मुड फ्रेस भयो आजकल मेरो म्याथ एक्जाम वाइल्ड बिग्रेको थियो क्या अनि म्याथ एक्जाम बिग्रिसकेपछि मैले मेरो मुड खराब चाहिँ म हेर्दिनँ भनेर चाहिँ मैले टिकट काटेन अब म चाहिँ वहाँ गएर टिकट काट्छु जाऊँ यो आज चाहिँ लाइटनिङ छ मैले अस्तिको भ्लगमा भनेको चुतियापा गरेर देखेँ त्यहाँबाट लाइट बाल्न थालेँ फोहोर चाहिँ त्यहाँ छ अझै यो बेलामा फोहोरको व्यवस्थापन भएको छैन यो के हो यस्तो भएन जाऊँ चलो चले फिल्म हेर्न चाहिँ हामी ट्रेड मल जानु लाग्यो ट्रेड मल गएर के कस्तो हुन्छ हेरौँ कस्तो छ फिल्म मुभीको रिभ्यू मैले त्यतिखेर दिनेवाला छु जाऊँ म एक्लै पनि हुनसक्छु थाहा छैन मेरो सिट कस्तो छ त्यो मैले टिकटै काटेको छैन कि उहाँहरूको मात्रै टिकट काटिसकेँ कचरे लास्टै फोहोर छ कि यस्तो फोहोर पाउन पाइँदैन जाऊँ अब जाँदै फोहोर चाहिँ हो आज चाहिँ लाइट झिलिमिली भएर पुरा उसै राम्रो देखिएको कि सिटी नै एक्सट्रिम ग्रिन हामी बाटो काट्न लाग्यो र जेब्रा हिँड्ने छैन केही टेरिनेवाला छैन स्तर बाइक ल्यायो भन्ने हालेन अब के हुन्छ कसो हुन्छ हेर मै गएर थाहा हुन्छ अब भ्लगहरू बल्ल पो फिल्महरू फ्रेस हुन्छ त्यो इक्जामभरिको ह्याङओभर जति सब जान्छ त्यो चिप्लेडोङ आइसक्यौँ यस्तो मान्छे हुन्छन् हामी चाहिँ ट्रेडमल पुगिसक्यौँ यत्रो ठुलो बिल्डिङ छ यहाँ राम्रो अब फिल्म हेरौँ सब चाहिँ क्लोज सब चाहिँ सबै अब चाहिँ यहाँ टिकटको लागि त्यसो गर्दै खाली छ भने म बस्छु त्यहाँ छैन भने अब के हुन्छ हेरौँ एउटा खाली रहेछ भनेपछि म बोक्ने भयो र म 8 बजेको सो हेर्न बसेर पाउने भयो सँगै भनेपछि मेरो खानेकुरामा चिप्स त्यसमा खर्च चाहिँ नलाग्न सक्छ किनकि मम्मी खाइन्छ नत्र चाहिँ म आफै तिर्नुपर्छु अब यहाँ बेस गरौँ त्यहाँबाट त्यो एलिभेटर चढेर एलिभेटरबाट माथि जाने मम्मी चाहिँ एलिभेटर चढेर जाऊँ धन्नै लडेन ऊ धन्नै लड्नु भएन त्यहाँ खुट्टा पिस्लियो क्या त्यही भएर अब म चाहिँ जाउँ हाँसै हुन्छ लड्न लडेन अब यताबाट अब टप फ्लोरमा जान्छौँ त्यो लास्ट लिफ्ट अनि त्यहाँबाट लगभग सबहरू सब क्लोज भइसक्यो अब यो लुक्टरी सिनेमास हल्ला धेरै भयो यहाँ चलिसक्यौँ के छ यो राम्रो छ वाइल्ड राम्रो छ जाऊँ यो हलमा यहाँ अब कति राम्रो देखिया छ अब यही उसबाट केएफएक्स भित्र जाने टिकटसँग 20 रुपियाँ पनि रहेछ 20 रुपियाँ के आउँछ हेरौँ अब जाऊँ यसबाट टिकट स्क्यान गरौँ 4 जनाको टिकट यता त संसारै छुट्टियो खतरा राम्रो चिल एसीको हावा आइसक्यो अब जाऊँ रुम सुन्नु अझै टाइम छ एन्ड यो चाहिँ हाम्रो भ्यूहरू छोडेर हिँडेर मोबाइल लिन आएको म फेरि जहाँ त मोबाइल छोडेर हिँड्दिनु हुन्छ मोबाइल चाहिँ हो अब हामी चाहिँ अब भुक्कर म चाहिँ भुक्कर त्यही भएर सुरुमा पपकर्न लिन यहाँ लाइनमा आएको यस्तो छ थिएटरमा त वाइल्ड महँगो हुन्छ यत्रो धेरै ल्याम्प 2टा पानी
के हो यो सुरेन भाइनाको खाना पपकर्न खाइसक्यो तल जानुभयो अब उस भयो क्या अझै 15 मिनट छ स्टार्ट हुन त्यही हेर म चाहिँ फाइदा उठाइरहेको पपकर्न खाँदै फिल्म सुरु हुनेछ पपकर्न भने म भ्याइदिएको 15 मिनटसम्म त सब भ्याइदिएको छु मेरो बाह्र यस्तो छ बस्यो खा चिल मान्छे चिल हो एक्जाम धेरै फेल भएर जस्तो भएको तर म रमाइलो गर्न छोडेको छैन किनकि लाइफ भने इन्जोय गर्नुपर्छ पढ्छु अब म आज चाहिँ अलिअलि पढेँ भोलि गएर पढ्छु पकाउन भइसक्यो खस्यो बर्गर पनि आइसक्यो लास्टमा मगाएको चाहिँ यो मैले बर्गर यो म एक्लै खानेवाला छु हुन चाहिँ फिल्म हेर्न आइसक्यो यो चाहिँ भर्याङ हो यो चाहिँ फिल्म हेर्नको अब सुरु हुन लाग्छ मम्मीहरू चाहिँ आउनु भएको छैन म अँध्यारोमा छु मेरो अनुहार पनि देखिँदैन म चाहिँ बल आइसक्नु भयो म चाहिँ उहाँ गलत ठाउँमा उहाँ बसेर ए सरी मान्छेको लागि अनुहार पऱ्यो यो फिल्म हो कि जाम म यो टी सर्ट लाएर पोर्चुगलको जर्सी किनकि वर्ल्ड कप आउँदैछ र म पोर्चुगलको फ्यान रोनाल्डोलाई सपोर्ट गर्छु नाइट लाइटहरू यस्तो राम्रो चलिरहेको छ अनि वाल राम्रो छ नि आज त पानी परेपछि त यसै राम्रो देख्छ क्या अब यो सुनसान गल्लीबाट गएर साथीहरू भएको थियौँ जहाँ रेस्टुरेन्टमा बसेर गएको छ न त्यहाँ बसेर खाने होला म चाहिँ एउटा चाउमिन एउटा चटपट बनाएको यस्तो रातिको बेला के हुँदैन खाऊँ अघि दिउँसोमा खाएर बसेको बाटो त खतरा हो बिचबिचमा खाल्टो हुन्छ त्यो उसमा स्ट्रिटमा हिँड्न पानी परेपछि एकदम राम्रो फ्रेस हावा आइरहेको गरिरहेको अब मोबाइल चाहिँ हेरेर होला एउटा गर्लफ्रेन्डसित बोल्दा होला एउटा गेम खेल्दा होला अब के नै गर्छ नि तिनीहरू सुतिहाल्यो त्यो दुईजना महाशय गेम खेल्दै बसिरहेन् कति गेम खेल्छ इक्जाम दिइरहेन है यता चाहिँ बहादुरजी मोहम्मद ठुस्दै उता मतलबै छैन गेम अब हाम्रो चटपट पनि आयो त्यहाँहरू त्यहाँ खाम चटपट पनि हेरौँ यता अझै मोबाइलमै बिजी खालि मोबाइल हेर्छ चाहिँ खाएर निस्किसक्यौँ त्यो चाहिँ जाडो भनेर गइसकेको छ रुममा हामी चाहिँ जाने होला गइसक्यो त्यहाँ अगाडिको डाँडा वाइल्ड राम्रो पुरा बत्ती बलेर ल अब हामी पनि जाम त्यो चाहिँ हाम्रो मुन कस्तो वाइल्ड खतरा देखेको छ है